हेलो नमस्ते मेरो नाम सुभाष ढौकाने आज चाहिँ हामी लिनक्समा के गर्न गइरहेछौं भने जस्तो रेड ह्याटको अपरेटिङ सिस्टम अथवा तपाईको सेन्टओएसमा ग्रब मेनुमा चाहिँ कसरी पासवर्ड प्रोटेक्ट गर्ने ग्रब मेनुमा छिर्न नदिने हैन कसैले तपाईको ग्रब मेनुलाई एडिट गर्न खोज्यो भने त्यहाँ के त पासवर्ड प्रोम्प्ट गरोस् कसरी गर्ने त सबभन्दा फर्स्टमा है सबभन्दा फर्स्टमा ब्याकअप लिनुस् ग्रबको मेनु ग्रबको फाइलको ब्याकअप लिनुस् cp/etc grub.conf हो grub.conf भनी मेन कन्फिगरेसन फाइललाई ब्याकअप लिनु अहिलेको लागि एकैछिनको लागि डट भनेको करेन्ट लोकेसन म कुन ठाउँमा छु अहिले रुटको होम डाइरेक्टरीमा छु हैन हो यहाँले ब्याकअप ले त्यसपछि सबभन्दा फर्स्टमा अब ब्याकअप लिइसकेपछि पासवर्ड जेनेरेट गर्नलाई हैन पासवर्ड चाहिँ grub-md5 greater than हो अब कुनै एउटा फाइलको नाम दिनुस् जस्तो मैले itsecurity जे नाम दिए पनि हुन्छ हो अब यो नाम दिइसकेपछि इन्टर हान्नुस् हो इन्टर हानेपछि यो तपाईलाई अहिले तपाईले अब पासवर्ड टाइप गर्ने उले पासवर्ड टाइप गरेर भनेर भन्दैन जस्तो म पासवर्ड टाइप गर्छु इन्टर फेरि पासवर्ड टाइप गर्नुस् हो अब के हो पासवर्ड जेनेरेट भइसक्यो हो पासवर्ड जेनेरेट कहाँ भयो त cat itsecurity.txt हैन itsecurity मा जुन यो तपाईले रिटाइप पासवर्ड भन्दा मुन्तिर देखिरहनु भएको छ यो पासवर्ड चाहिँ के हो जेनेरेट भएर आइसक्यो हैन अब यसलाई के गर्ने त हामीले कपी गरेर grub.conf भन्ने फाइलमा लगेर हाल्ने है जस्तो vim एकैचोटी खोलौं है जस्तो कुन फाइल त itsecurity भन्ने फाइललाई कहाँ त etc grub.conf भन्ने फाइल के गर्छु पहिला सबभन्दा फर्स्टमा vim गएर itsecurity.txt भन्ने फाइललाई खोल्छु त्यहाँबाट के गर्छु त्यो पासवर्ड भएको लाइनलाई कपी गर्छु र grub.conf भन्ने फाइलमा म जान्छु हैन किनभने मैले टेक्स्ट मोडबाट चलाइरा छु यहाँ माउस चल्दैन है जस्तो इन्टर जस्तो मेरो कर्सर यो तपाईको पासवर्ड भएको यो जुन लाइन छ हो यो लाइनलाई मैले कपी गरे yy हो अब yy गरेर कपी गरिसके पछि कोलन थिचे n भनेको नेक्स्ट स्विच अर्को फाइलमा म स्विच हुन्छु हो गए स्विच भयो जस्तो म हिडन भन्ने लाइनमा गए त्यहाँ गएर के गर्नु प्रेस ओ स्मल ओ हो स्मल ओ थिचेपछि एक लाइन मुनि गए म हैन एक लाइन मुनि गए तल इन्सर्ट मोडमा पनि गयो एक लाइन मुनि पनि गयो एस्केप थिचे पी गरेर पेस्ट गर्दै मैले हो पेस्ट गरे फेरि इन्सर्ट मोडमा गए मैले password पासवर्ड स्पेस हाइफन md5 हो अनि डिलिट हाने माथि लिएर आए हैन यो पासवर्ड भएको लाइनलाई के गरे त मैले माथि लिएर आए पासवर्ड स्पेस हाइफन md5 स्पेस हो अघि इन्क्रिप्ट भएको पासवर्ड अब यसलाई म के गर्छु 7 एक्जिट हो अब रिस्टार्ट गरौँ अब तपाई जब ग्रब मेनुमा गएर सिंगल युजर मोडमा जान खोज्नुहुन्छ एडिट गर्न खोज्नुहुन्छ तपाईलाई एडिट गर्न दिदैन उले के गर्छ त पासवर्ड प्रोम्प्ट गर्छ जबसम्म तपाईले पासवर्ड इन्टर गर्नुहुन्न तबसम्म उले ग्रब मेनु चलाउन दिदैन जस्तो मैले एस्केप थिचे यसलाई पज गरे हैन जस्तो सेन्ट होस् अब यसलाई म के गर्छु प्रेस ई हो एडिट हामी नर्मली अरु बेला के गर्छौं एडिट गर्थ्यौ अब ई गर्दाखेरि उले दिदैन के भनिराछ तल प्रेस इन्टर टु बुट द सेलेक्टेड ओएस अर पी हो अब मैले के गर्नु प्रेस पी थिच्नु पर्यो एडिट गर्नलाई पासवर्ड यदि मैले जस्तो रङ पासवर्ड हान्छु म हो खुल्छ खुल्दैन है जब म राइट पासवर्ड हान्छु त्यसपछि के हो बल्ल एडिट गर्न दिन्छ हो यसरी ग्रब मेनुमा कसरी हामीले पासवर्ड हाल्ने त हैन आजको भिडियोमा हामीले के गर्यौं त ग्रब मेनुमा पासवर्ड हाल्ने सिक्यौं